साधना पाण्डे पार्टिसिपेन्ट हुनुहुन्थ्यो र सबैजनाको एकदम उत्कृष्ट पर्फर्मेन्स नै थियो। सो विभिन्न क्राइटेरियाहरू राखेको थियो उहाँले, त्यसै कारण अब कन्टेन्ट अनि सबैको पार्ट चाहिँ के आयो भन्दाखेरि एज अ न्यू मेम्बर भइसकेपछि न्यू मेम्बरको पर्सपेक्टिभबाट चाहिँ हामीले अझै त्यो पर्सपेक्टिभ चाहिँ हेर्न पायौँ। एज अ जनरल मास अथवा कुनै एउटा स्कुलको पार्ट भएको भए सायद अलिकति फरक डाइमेन्सन आउँथ्यो होला। र सो सबै एउटै क्याटेगोरी एउटै लेभलमा बसेर नै तपाईँहरूले आफ्नो पर्सपेक्टिभ राख्नुभयो, आफ्नो भोइस राख्नुभयो, सबैको राम्रो थियो। तर अब रिजल्ट गर्नै पऱ्यो भने त म पनि टिचर नै हो, कपी चेक गऱ्यो भने 1-2 मार्क्स तलमाथि हालिराख्ने बानी भएर आउँछ होइन। हामी चेक गर्नुपर्छ, त्यसरी पास गराउनुपर्छ। मार्किङ गर्नलाई बानी परिसकेको छ विगत केही वर्षबाट एज अ टिचर भएको भएर है। सो मार्किङमा त्यस्तो धेरै फरक पनि छैन, 1-2 मार्क्स हो। अब अनाउन्स गर्नै पर्ने, अब सबैलाई फर्स्ट बनाउन मन हो 5जनालाई, त्यो पनि नमिल्ने होला सायद, प्राइस के छ कस्तो छ होइन त्यो बात थाहा छैन। सो मैले कतिजना सबैको ऱ्याङ्क वाइज नाम दिउँ कि 3 to 1 गरौँ, कसरी गरौँ? 3 to 1 है फोटो काट्ने। सो अन द थर्ड यो रमन हुनुहुन्छ, उहाँ चाहिँ on the second rank, obviously one little stronger team, Sadhana. Congratulations. And Raman, Sadhana, please be on the stage. Okay. So guess with the first. Oh my God, that's so nice guess. Okay, yes, Devendra on the first rank. Congratulations, all three of you.